हेलो सबैलाई छड्के सलाम छ है। मलाई चिन्यो गैरी खेतका माछा मार्न जान लाग्छ हामी है। क्या बोला तूने? हाम्रो यो बल्छीलाई लगेर टक्क हामी चाहिँ आज आफ्टर लङ टाइम पछि है लगभग करिब 3 महिनाको समयपछि यसो सरर घुम्न जान लाग्छ। दाइ एटिएम ल्याएको छैन त मैले यार। अब हाम्रो छोटे जाँदै पछि छ मेरो लिप्टर होइन। बिस्तारै बिस्तारै अब जेन्सन मोटा आयो कि। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। त्यही भएर टक्क लाएर बल खेल्न जान लाग्छौँ। पछाडि आइरहेको एउटा टुटुल्केवाला त्यो चाहिँ हाम्रो उसको चाहिँ क्विकर हो। क्विकर हो। एटिएम ल्याएको छैन यार। अब कन्टिन्यू दिनको एउटा भिडियो आउनेछ। सबैले माया देखाइदिनु होला है त गाइस। अस्ति अर्जेन्टिनाले गर्दा कपाल सपाल टुट्लु बनाइदियो। अब के गर्नु, यस्तै छ जिन्दगी। के छ त नि, केही छैन तर पनि आइहाल्छ कपाल त है। मान्छे पनि नहुने हो। ल सबैले माया देखाइदिनु होला है गाइस। अब यात्रा चाहिँ भलिबल खेल्नतिरको यात्रा हो। लाग्यो के छ र, कामसाम छैन, खायो बस्यो घुम्यो डुल्यो त्यही भइरह। अब त्यस्तै त हो नि हाम्रा केरिङ ग्याङ टोली चाहिँ पछाडि। आधा घंटा रोक नहीं सकता था क्या? बाई बाई, अर्को भिडियोमा भेटौँ न।